हेलो एभ्रिवान, नमस्कार है। मेरो चाहिँ गुड मर्निङ यसरी हुन्छ मेरो छोरी सँगसँगै। आज यस्तो राम्रो क्लियर इन्भाइरोमेन्ट देखेको छ बिहान बिहान है। कस्तो घाम चर्केको छ बिहान बिहान, एकदम आँखा बोल्ने जस्तो। बाहिर हिँड्न त मरि गइसकिँदैन कि यो घाममा। यस्तो छ मेरो बिहानको दिन। मेरो छोरी अनि म, मेरो छोरीको काम के हो त्यो बोतलको भित्र पेन्सिल घुसारेर हैरान छ। घरि पानीको भाँडोभित्र घुसारिदिन्छ पेन। आज चाहिँ म बिहान छोरीलाई लिटो खुवाउन लागेको। म चाहिँ 2 चम्चा लिटो हालेर पानी हालेर घोल्छु एकछिन, अनि यस्तो बिस्तारै 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 घोल्छु है। चिसो पानीमा गर्नुपर्छ लिटो चाहिँ, किनकि तातो पानीमा गऱ्यो भने बिग्रिन्छ। सुरुमा चिसो पानीमा मजाले फिट्ने 2 चम्चा हालेर। अब आफ्नो बच्चाले कति खान्छ त्यसमा डिपेन्ड हुन्छ। मैले चाहिँ 2 चम्चा हाल्छु नानीलाई, त्यही पनि अलिकति धेरै नै हुन्छ। अनि अहिले ग्यास बसालेर मैले लिटो चाहिँ बसालेँ। यता चाहिँ मैले गेडा भिजाएको छु भोलिलाई खाना भनेर। लिटो बनाउँछु। गेडा चाहिँ म एकछिन भिजाएको अनि एकछिन घाममा राखिदिन्छु, किनकि मलाई साउ मारेर खानु मन छ कि। त्यही भएर मेरो छोरीलाई हेर्नु न, उहाँ जिस्किरहेछ पेन्सिलसँग। के गर्छ मेरो छोरी। घरि कता घुसार्छ, घरि कता घुसार्छ, घरि कता घुसार्छ। कति खुसी हुन्छ कि छोरी दुइटै बाबा मम्मीलाई सँगै देखेँ भने घरमा। एक्लै भयौँ भने चाहिँ कि मम्मी गर्छ कि बाबासँग भयो भने बाबा गरेर टाँसेको गर्छ। दुइटैसँगै छौँ भने ऊ आफ्नो उसले खेल्छ। यता चाहिँ लिटो पाक्दैछ। अब चाहिँ मैले यसरी एकछिन पकाउँछु। त्यसपछि चाहिँ बल्ल दुध हाल्छु त्यसमा, अनि दुध हालिसकेपछि एकछिन फेरि पकाउँछु। पकाइसकेपछि रेडी हुन्छ। मैले चाहिँ नानीलाई गिले खुवाउँछु, किनकि झ्याप्प खानै खोज्दिनँ। बल्ल फकाइ जुक्ती लगाइ खुवाउँछु। मैले चाहिँ मह हालेर खुवाइदिन्छु आजकल। यस्तो नाटक देखाइ खुवाउनु पर्छ, कुरै नगरौँ। कहिले चाहिँ कम्ती खाइदिन्छ गरी, कहिले चाहिँ यस्तो गाह्रो हुन्छ खुवाउन। यस्तो गाह्रो भएको थियो आज मलाई खुवाउन। उसले आफै छोपेर खाने भनेर हैरान पाल्छ। पुरै दल्दिनै, यो पुरै दलेर अनुहार भरि अझ मलाई पनि दलिदिन्छ। त्यस्तै छ यो भुन्डे। हैरान छ नि हो बच्चा स्याहार्न। सुख हुन्छ भन्नेलाई हेर्नुहोस् बच्चा स्याहार्न कति गाह्रो छ। एकातिर बिजनेस, एकातिर छोरी, एकातिर घर। लाइफ गाह्रो छ नि हो भन्नेलाई मात्रै सजिलो छ, बोल्नेलाई कुरा काट्नेलाई सजिलो छ।